म कारमा अहिले मुम्बईमा सहर यात्रा गर्दैछु। म नेपालबाट पहिलोचोटि इन्डियाको दिल्ली हुँदै मुम्बई एयरपोर्ट हुँदै आएर अहिले यो मुम्बईको सहरमा कार रिजर्भ गरेर आफ्नै पारामा घुम्दैछु। यहाँको दृश्यहरू मैले क्यामेरामा कैद गरेर दृश्यारोपण गर्दैछु। मलाई एकदम आनन्द आएको छ। र यहाँ अलिकति गर्मी मौसम भएको र कारमा सरर हावा खाँदै यो सहर घुम्न पाउँदा छुट्टै आनन्द आएको छ। मैले जिन्दगीमा फर्स्ट टाइम दिल्लीको भनौँ अथवा इन्डियाको एकदमै महँगो ठाउँ, धनाढ्यहरू बस्ने ठाउँ भनौँ अथवा पर्यटकीय ठाउँ, त्यो ठाउँ अवलोकन गर्नको लागि म यहाँ आएको थिएँ। र म एक्लै अवलोकन गरिरहेको छु। यहाँ बाटोहरू पनि एकदम फराकिला र बाटोहरू तलमाथि भएको देखेँ मैले। यहाँका बाटोहरू एकदम फराकिलो र दायाँ बायाँ एकदम फुलै फुल रोपेर सजाएको एकदम आकर्षक तरिकाले पिच गरेको र बाटोहरू एकदम व्यवस्थित तरिकाले जुन ठाउँमा क्रस गर्ने हुन्छ अथवा जहाँ गाडीहरूको बाटो जोडिएको हुन्छ त्यहाँ चाहिँ आकाशे बाटो र भुइँको बाटो गराएर मिलाएको हुन्छ। त्यसले गर्दाखेरि कहीँ जाममा फस्नु नपर्ने मैले यहाँ एकदम रमाइलो दृश्यहरू देखेँ। अरूभन्दा पनि यहाँ एकदम राम्रा फुलहरू रोडको छेउछाउमा रोपेको हुनाले पनि एकदम मनोरञ्जन अथवा आनन्द महसुस हुने गर्छ। यसले गर्दाखेरि सहरलाई पनि एकदम आकर्षित देखिने रहेछ। मैले यहाँ कारबाट जस्तो दृश्य देखिन्छ क्यामेरामा कैद गरिराखेको छु। जो साथीहरू यो मुम्बईको भिडियोहरू हेर्नुभयो होला युट्युबहरूमा, तर पनि मैले देखेका छोटो थोरै भिडियोहरू तपाईँहरूमाझ राखिदिएको छु। यसो हेरेर मनोरञ्जन दिनुहोला, मनलाई हेर्नुहोला अथवा मन नलाई नहेर्नुहोला, तर पनि मैले भिडियो राखिदिएको छु। यहाँ धेरै बाक्लो गाडीहरू पनि त्यस्तै छैन। यो बिहानको समयबाट होला सायद। जतासुकै सम्म ठाउँ छ यहाँ। सम्म ठाउँ भएको हिसाबले पनि सहरलाई विकसित गराउनलाई धेरै सजिलो हुने रहेछ जस्तो मलाई लागेको छ। यहाँ देख्न सकिन्छ रोडहरू कस्तो तल माथिबाट क्रस गर्न लागि
कस्तो तरिकाले बनाएको छ। देख्न सक्नुहुन्छ तपाईँहरूले। फेरि आनन्द तरिकाले आफ्नै पारामा पनि मनलाई छुट्टै आराम हुने रहेछ। जे होस् व्यक्तिको ठाउँ डेटा पनि मनमा शान्ति हुने रहेछ भन्ने कुरो चाहिँ मैले अनुभव गरेको छु। तपाईँहरू पनि यदि मुम्बई घुम्नु चाहनुहुन्छ भने ग्रुप बनाएर अथवा समूह बनाएर आउँदा एकदमै रमाइलो हुन्छ। म अलिकति एक्लै आएकोले गर्दाखेरि अलिकति त्यति मजा आएन। तर पनि मैले आनन्द तरिकाले घुमेको छु। एक्लै घुम्नुको आनन्द पनि छुट्टै छ, रमाइलो छ। एक्लै घुम्दाको अनुभूति पनि छुट्टै हुन्छ। म एक्लै भएको हिसाबले पनि र भाषाको समस्याले गर्दाखेरि अलिकति बोल्नमा चाहिँ अलिकति गाह्रो हुनुहुन्छ। किनकि हिन्दी बुझ्ने कुरो त सबै बुझिन्छ, तर पनि बोल्ने प्र्याक्टिस नभएको हिसाबले गर्दाखेरि अलिकति बोल्न